एक घना जंगलमा सिंह र मुसाको अटुट मित्रताको कथा प्रसिद्ध थियो। एक दिन सिंह जंगलमा घुम्दै थियो कि अचानक उसको खुट्टा जालमा फस्यो। उसले जोर-जोरले गर्जना गर्यो तर कसैले उसको मद्दत गरेन। त्यसै बेला त्यहाँबाट एउटा सानो मुसा पनि हिँड्दै थियो। मुसाले सिंहको अवस्था देखेर तुरुन्त उसको मद्दत गर्ने निर्णय गर्यो। मुसाले आफ्नो तीखो दाँतले जाल काट्न थाल्यो। केही समयमै जाल टुट्यो र सिंह मुक्त भयो। सिंहले मुसालाई भन्यो, धन्यवाद मेरो सानो मित्र। तिमीले आज मेरो ज्यान बचायौ। म तिम्रो यो मित्रतालाई कहिल्यै बिर्सिन्न। मुसाले मुस्कुराउँदै भन्यो, मित्रताको कुनै आकार हुँदैन। म तपाईको मित्र हुँ र मित्रहरू सधैँ एक अर्काको मद्दत गर्छन्। त्यो दिनपछि सिंह र मुसाको मित्रता अझ गहिरियो। जंगलका सबै जनावरहरूले उनीहरूको मित्रतालाई हेरेर आश्चर्यचकित भए, तर उनीहरूले जाने कि मित्रता कहिल्यै सानो वा ठूलो हुँदैन।